ओहो! समय गएको त पत्तै नहुँदो रहेछ। आज हाम्रो विवाह भएको पनि 4 वर्ष पुरा भएछ। चौथो विवाह उत्सवको धेरै धेरै शुभकामना हामी दुवैजनालाई। एउटा अपरिपक्व उमेरमा हजुरको हात समातेर जब म यो यात्रामा निस्किएकी थिएँ, मनमा अलिअलि डर र धेरै कौतूहलता त थियो नै। तर आज हाम्रो सुखद सहयात्राको 4 वर्ष पुरा भएर चौथो विवाह उत्सव मनाइरहँदा मलाई गर्व लाग्छ कि मैले त्यति बेला चालेको मेरो यो निर्णय सही नै थियो। म जस्तो जिद्दी र चुलबुले केटीलाई आफ्नो मायाले बाँधेर आज आफै जस्तै शान्त, शालीन र भलाद्मी बनाइदिनु भयो। मैले गर्ने साना ठुला हरेक गल्तीलाई कहिले पनि नरिसाइकन यस्तो होइन बुढी, यस्तो गर्नुपर्छ भनेर पनि सम्झाउनु भयो। मेरो जीवनको सही र गलत बाटो चिनाउने मेरो एउटा सच्चा मार्गदर्शक पनि हजुर नै हो। म कहिले भन्दिनँ कि म हरेक कुरामा पर्फेक्ट छु र मलाई हजुर पनि पर्फेक्ट चाहिन्छ भनेर। सबैमा सबै खाले सबैको एउटा एउटा कमजोरी हुन्छ, त्यो ममा पनि छ, त्यो हजुरमा पनि छ, सबैमा छ। तर हामीले एकअर्काका कमी कमजोरी सबै कुरा अँगालेर अगाडि बढिरहेका छौँ, बढ्दैछौँ, बढिराख्नेछौँ। यसै गरी कहिले हाँस्दै, कहिले झगडा गर्दै, कहिले रिसाउँदै, कहिले फकाउँदै सँगसँगै अगाडि बढ्न सकौँ। म त आफ्ना मनका कुराहरू हजुरलाई भनिहाल्छु। भोलिका दिनमा हजुरलाई म प्रति पनि कुनै गुनासो रहेछ भएछ भने चाहिँ खुलेर भन्नु। मनमै कुरा राखेर यसले मनबाटै कुरा बुझ्छे भनेर चाहिँ कहिले पनि नसोच्नु। यहाँ नबोलिकन मनको कुरा कहिले पनि बुझिँदैन। कुनै दिन मैले बाटो बिराएँ भने मलाई बाटो देखाउनु। हेर्दा हेर्दै यी 4 वर्षमा हामी धेरै अगाडि आइसकेछौँ। समयसँगै हाम्रो व्यवहार, हाम्रो बोलीचाली र सम्बन्धमा आत्मीयता अनि सम्मान झन्झन गाढा बन्दै गएछ। हो, कुनै दिन हाम्रो बोलचाल पनि बन्द भयो होला, कुनै दिन एकदमै ठुलो झगडा पनि भयो होला, एकले अर्कालाई अनुहार पनि नहेरेर बस्यौँ होला, त्यस्तो पनि दिन आयो, आएन भन्दिनँ। तर यी सारा उतार चढावका बिचमा पनि हामीले कहिले एकअर्कालाई छोडेनौँ अनि भगवानसँग प्रार्थना गर्छु हाम्रो यो सम्बन्ध साथ कहिले पनि छुट्न नपरोस्। भगवानको आशीर्वाद र कृपा हामी दुवैमाथि सधैँ यसरी नै रहिरहोस्। चौथो वर्षको धेरै धेरै शुभकामना माया।